नमस्कार दर्शकबिन, स्वागत छ तपाईँलाई हाम्रो युट्युब च्यानल फ्री टु लर्नमा। आजको यो भिडियो विशेष गरी लोक सेवा आयोग, शिक्षक सेवा आयोग, ब्याङ्किङ परीक्षा र अन्य सरकारी तथा गैर सरकारी संस्थानको लिखित तथा वस्तुगत परीक्षा तयारी गरिरहनु भएका तपाईँहरूको लागि अत्यन्तै उपयोगी छ। दर्शकबिन, आर्थिक वर्ष 2082-83 को बजेट भाषण सार्वजनिक भइसकेको छ। यसको बारेमा बुझ्नु तपाईँको तयारीमा ठूलो प्लस पोइन्ट बन्न सक्छ। त्यसैले आजको यो भिडियोमा हामी बुझ्नेछौँ बजेट भनेको के हो, यसपालिको बजेटको कुल बजेट कति रहेको छ, खर्च र स्रोतको विवरण के कस्तो रहेको छ, बजेटका उद्देश्य र प्राथमिकताहरू के रहेका छन् र बजेटका मुख्य प्रावधानहरू के रहेका छन्। आउनुहोस् बजेटलाई सरल भाषामा बुझौँ ताकि तपाईँको तयारी अझ थप मजबुत बनोस्। बजेट के हो त? बजेट भनेको सरकारले देशको आर्थिक तथा सामाजिक विकासको लागि विभिन्न शीर्षकमा खर्च गर्नुपर्दछ। यसरी ती खर्चको शीर्षकको परिपूर्तिको लागि आवश्यक आम्दानीका स्रोतहरूको खोजी गरी तयारी गरिने दस्तावेजलाई बजेट भनिन्छ। अर्थात् यस अन्तर्गत आर्थिक वर्षको वास्तविक विवरण, चालु आर्थिक वर्षको प्रक्षेपित विवरण र आगामी आर्थिक वर्षको अनुमानित आय व्ययको विवरण समावेश गरिएको हुन्छ। सरकारी बजेटको सुरुवात विश्वमा सन् 1733 भएको हो भने नेपालमा विक्रम सम्वत 2008 साल माघ 21बाट भएको हो। दर्शकबिन, अब लागौँ आर्थिक वर्ष 2082-83 को बजेट। यसमा जम्मा बजेट कति, यसका खर्च र स्रोतका विवरणहरू के कस्तो रहेको छ भन्नेतर्फ लागौँ। आर्थिक वर्ष 2082-83 को जम्मा बजेट कति रहेको छ भने 19 खर्ब 64 अर्ब 11 करोड रहेको छ। कुल बजेट मध्ये चालुतर्फ 60.1% रहेको छ, जसमा 11 खर्ब 80 अर्ब 98 करोड विनियोजन गरिएको छ। त्यस्तै कुल बजेट मध्ये पुँजीगत खर्चतर्फ 20.8% छुट्याइएको छ, जसमा 4 खर्ब 7 अर्ब 89 करोड। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ 3 खर्ब 75 अर्ब 24 करोड विनियोजन गरिएको छ, जुन कुल बजेटको 19.1% हो। अब खर्च बिहोर्ने स्रोतहरू के रहेका छन्? त्यस्तै राजस्वबाट 13 खर्ब 15 अर्ब रहेको छ, वैदेशिक ऋण तर्फ 2 खर्ब 33 अर्ब 66 करोड रहेको छ भने त्यस्तै वैदेशिक अनुदान 53 अर्ब 45 करोड रहेको छ। अब लागौँ दर्शकबिन आर्थिक वर्ष 2082-83 को बजेटका उद्देश्य र प्राथमिकताहरू। सर्वप्रथम हामी उद्देश्यतर्फ लाग्दछौँ। 1 मा रहेको छ उच्च दिगो एवं फ्राकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्ने। त्यसै दोस्रो नम्बरमा रहेको छ उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने। तेस्रो नम्बरमा रहेको छ आधुनिक प्रविधिको प्रयोग बढाउँदै दक्षता वृद्धि गर्ने। त्यस्तै चौथो नम्बरमा रहेको छ सामाजिक संरक्षण एवं विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने र पाँचौं तथा अन्तिम उद्देश्य रहेको छ गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्धन गर्ने। अब बजेटका प्राथमिकताहरू द्याए बमोजिम रहेका छन्। 1 नम्बरमा उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि। 2 नम्बरमा प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार र तेस्रो नम्बरमा सामाजिक क्षेत्रमा गुणात्मक सुधार। चौथो नम्बरमा रहेको छ सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चित र अन्तिम तथा पाँचौं नम्बरको प्राथमिकता रहेको छ नागरिक मैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार। अब लागौँ बजेटका मुख्य हाइलाइट्सहरू के रहेका छन् त? बजेटका मुख्य प्रावधानहरू। अब वृद्ध भत्ता 70 वर्षमा मात्र प्राप्त गर्ने व्यवस्था गरेको छ। त्यस्तै यो वर्ष चाहिँ तलब बढेन, महँगी भत्ता चाहिँ 5000 पुग्यो, जुन चाहिँ 2082 साउन 1 गतेबाट लागू हुने गरी नेपाल टेलिकमको 30% सेयर जारी गरिने। त्यस्तै आगामी आर्थिक वर्षमा 942 मेगावाट बिजुली थपेर कुल जडित क्षमता 4800 मेगावाट पुर्याइने। परियोजना प्रस्तावका आधारमा 3% ब्याज दरमा 2 लाखदेखि 20 लाखसम्म बिना धितो कर्जा उपलब्ध गराउने। आगामी आर्थिक वर्ष आर्थिक वृद्धि 6% हासिल हुने र मुद्रास्फीति 5.5% को सीमाभित्र रहने अनुमान।
त्यस्तै आर्थिक वर्ष 2082-83 मा 727 किलोमिटर शहरी तथा ग्रामीण सडक कालोपत्री तथा स्तरोन्नति गर्ने, प्रत्येक जिल्लामा कम्तीमा एक विद्यालय पर्ने गरी 100 विद्यालयमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने, प्रति विद्यालय रु 25 लाख छुट्याइएको। अङ्ग्रेजी, विज्ञान र गणित विषयका शिक्षकहरूको अभाव हुन नदिन विश्वविद्यालय सङ्घको सहकार्यमा शिक्षक बैंकको स्थापना गरिने, माध्यमिक शिक्षा परीक्षाको सञ्चालन तथा व्यवस्थापन प्रदेश तहबाट गर्ने प्रबन्ध मिलाइने, विद्यार्थीलाई हप्तामा 20 घण्टा काम गर्न दिने, शिक्षक र विद्यार्थी संख्याको अनुपातमा विद्यालय गाभिने, सुर्खेतको वीरेन्द्रनगरमा 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न रु 54 करोड विनियोजन, बैंक तथा वित्तीय संस्थाको खराब कर्जा तथा बैंकिङ सम्पत्ति व्यवस्थापनको लागि एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिनेछ, व्यक्तिगत केवाइसीलाई राष्ट्रिय परिचय पत्रमा आबद्ध गराइने तथा केवाइसी विवरण आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइने, आर्थिक वर्ष 2082-83 भित्र न्यू बैंक स्थापना गरिने, सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबार सुरु गरिने तथा गैर आवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने व्यवस्था मिलाइने, आगामी वर्षभित्र 100 स्थानीय तहमा भूमि बैंक खोलिने, 40 माइक्रोन भन्दा पातला प्लास्टिकको उत्पादन, वितरण तथा प्रयोगमा मङ्सिर 1 देखि प्रतिबन्ध गरिने आदि। यो थियो आर्थिक वर्ष 2082-83 को बजेटको संक्षिप्त विश्लेषण। यो जानकारी तपाईलाई उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। तपाईको प्रतिक्रिया तथा बजेटका अन्य मुख्य प्रावधानहरू कमेन्ट गर्नुहोला। फेरि भेटौँला अर्को ज्ञानवर्धक भिडियोमा। आजलाई यति नै। धन्यवाद। नमस्कार।